आज म तपाईहरुलाई म जन्मेको ठाउँ देखाउँछु है त। वेलकम टु भोजपुर डायरिज गाइज। म इटरी काम विशेषले गएको थिएँ, त्यसपछि चाहिँ म भाइहरूसँग मस्तले भोजपुर घुमेर आउँछु आफू जन्मेको ठाउँ भनेर गयौँ हामी स्कुटर अनि बाइकमा। मसँग मेरो ज्वाइँ, मेरो भाइ अनि मामा हुनुहुन्थ्यो। हामी चारजना सँगै गएका थियौँ। एकदम रमाइलो भयो यात्रामा, एकदमै रमाइलो। अनि हामी पुग्यौँ गाउँ, यो भयो भोजपुर। भोजपुरको गुठा भनिन्छ है। बल्ल बल्ल मजाले पुग्यो। आहा क्या चाहिँ मेरो गाउँ भोजपुर अनि यो मेरो मामलाहरू है। यो मेरो मामाको घर, यो मामाको पुरानो घर यहाँ होइन। यो हजुरआमा कसलाई देखाउनु रे हजुरआमा? हजुरआमा मजा आयो। अब एकछिन रिफ्रेस हुन्छु, बस्छु। केटाहरू टक्क ज्वाइँ हुनुहुन्छ, भाइ स्कुटीमा आइपुग्यो। कति टाइम लाग्दो रहेछ यहाँ आइपुग्न? हामी 9 बजी हिँडेको होइन त। 10 घन्टामा इटरी कान्छी चोकबाट भोजपुर आइपुग्यो। ल अब तपाईँलाई म जन्मेको ठाउँ पनि देखाउँछु पछि चाहिँ है त। के छ रे आमा? ल नाति बजु त के नातिले डुङ्गादारी पालेको, हजुरआमा चाहिँ सुकिसकेको। हो र? यस्तो खोइ पोटिलो गाला छ त, सुन्तला भन्दा पोटिलो गाला छ त। म त मोर नाति नानी छैन हौ, भर्खरको देख्छ 32 वर्ष देख्छ तपाईँ। अनि भर्खरकै थिएँ खोइ के भयो, के एकदम रिङ्गा त चल्छ हो र? ल चाँडै निको हुनुहोस् आमा पनि। बहिनी यहाँ को लुक्नु भयो हेर ल, लुकेको। ए यहाँ छ नि हाम्रो बहिनी। अर्को हेर नि त। फोटो खिच्यौँ, फोटो खिच्यौँ। ये सिद्धियो, यसको नाम के रे? के रे? ठाकठुके। ल म नि खेल्छु ल। ल भिडियो यो भयो। ल गाउँ ल। स्कुलको नाम के रे? पछाडिको होइन त? ल राम्रोसँग पढ्नु है त। कुन चरा हो यो? तल चाहिँ पार्नु नि यता यसो भन्नु। यसो पानी खोजेको त नि निस्किहाल्छ त नि। मेरो पुरानो घर। अनि कहाँ पुग्न थालिहाल्नु भने बटारे हुन्छ अन्त झन्
गाडी किन करायो त्यो बिस्तारै सबै थाहा भइहाल्छ पछि क्या सबलाई थाहा भएपछि कुदाउने ए हाम्रो तता हाम्रो कति वर्ष रे हजुरबाको 98 वर्ष हजुरबा त्यही त केठुली आमा त नि हैन दामी फलाइछ त तैँले त गरे होइन नि तेरो ढङ्गै पुग्दैन हेलो गाइज खत्रै हो है भन्नु फेरि अनि केटर ए टनेलो हाम्रो बहिनी भाग्यमानी छे ज्वाइँको के छ हालखबर मेरो आन्टी के छ आन्टी के भयो त बुढी मान्छे यो त सम्झना हो नि त हो आन्टी खै आफैलाई कसले खोज्दैछ तँलाई माथि खड्काहरू भन्ने माइला सन्तान हाम्रा बाजेले एउटै सन्तान तुलेका हेर तिमीहरू अब अनि म चाहिँ कसो सन्तान म चाहिँ होइन त्यही त तिमीहरू नि हामीहरू नि तिमीहरू साइला बाजेका सन्तान जेठा बाजेका सन्तान म माइला बाजेका सन्तान भन्ने यहाँ कवि छ नि एउटा गाडी चलाउने हो कविराज हो उनीहरू माइलाका 4 भाइमा कान्छा सानो मरिहाल्यो छ नि 3 भाइ केन्द्र सिंह कविको कुप्रो बाबु भान्द्र सिंह भन्ने मेरो केही कुरै गर्दैन थियो यसरी आउँछ छोरो भनेर थाहै नपाएर आएको के थाहा दिएर आउनु हौ हजुरआमा यसो आएपछि त यो चाहिँ तिमीहरूको खन्न हो अब हाम्रो छैन होला हौ तिमीहरूको त अब ठुला भाइको किस ब्रो यहाँ हेर न ओइ यहाँ न कान्छा ओइ कान्छा ओइ अरे भोलिया रोले भिडियो त्यहाँ के गर्दैछ न मेरो ठुलुबा अन्त चिन्नुभयो मलाई मेरी ठुलामा अरे बाप रे छोडाउनु हौ अलि छोडाउनु कता कता औ कता औ ठुलबा कता हौ नफाल्नु सुन्तला टिप्दै हुनुहुन्छ पक्ड अहिले चिनाउनु म चिन्छु नि अहिले त सबै मकै मकै रहेछ है भिडियोमा आइजु देखाउ त एकचोटि ए रिस्ता अरे बाप रे ए रूपा रूपा मेरो मामा राजन मामा
ढाले बाबा मेरो भाइ लाला मलाई अनुहारै देखेन तपाईँ अनुहार देखाउनु न उता बत्तीमा जानु न बत्तीमा अब यता हेर्नु त आमा यता हेर्नु न अब गिजा देखाउनु त दाँत देखाउनु नि दाँत हजुर 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 ए बुनेलाई देखा मेरो बुने यार धनमासतिर कस्तो छ थाहा छैन हो यो त सजिलै हो नि होइन हो धेरै सजिलो नि चिप्लो छ हौ यत्रो यो मात्र हेरे क्या यहाँ मात्र हेरे यहाँ चाहिँ चिप्लो छैन होला भनेको यहाँ मात्र आइस होला भनेको भएर अन्त यहाँ पनि रहेछ आइस दे के गर्नु के खेलाउन थाल्नु हो मेरो मामाले यो गुराँसै ओहल भइरहेछ त सानसानो पैसा छ मसँग छ होला मामा मैले यहाँ साटे के ल्याएर नामहरू पो रहेछ ओम नमः शिवाय नमः शिवाय नमः शिवाय नमः शिवाय ओम नमः शिवाय यताबाट खिच्दा राम्रो आउँछ यता बस्नु कि उतै बस्नु हौ जाउँ उतै बस्नु बाथरुमले यति गरेकै हो यहाँ सुजना र बिहा गर्दा कुन काट्ने तल्लो अनि माथिको देवाली माथिल्लो देवाली अरे सुँगुर पनि हाम्रै हो यो हाम्रै त राइट कति आज यहीँ रह्यो नि पानी आलु नै त रहेछ आलु होइन यो म यो पानी लिएर आउँछु हस्माइज नुहाइदियो त तपाईँलाई यो चाहिँ 2 तल्ला थियो 1 तल्ला थिएन अनि भत्केर चाहिँ हाम्रो ज्वाइँले बनाइदिनु भएको अरे यो जुनेको बुढाले पहिला 2 तल्ला थियो यो अनि यतापट्टि पनि अर्को मतान थियो त्यो पनि भत्केछ हाम्रो मामा घर मेरो मम्मी जन्मेको हुर्केको खेलेको बिहेबारी भएर निस्केको घर यही हो मेरो मामाहरू 3 जना मामा 4 जना चमा यी हजुरबा हजुरआमा यही घर हो के छ हो यहाँ सुन पनि पाइन्छ क्या होइन रहेछ कहाँ टिपो रहेछ त
लुगा त गइसकेछ त कोही बस्दैन अरे यहाँ थियो यस्तो हुन्छ है गाउँघरको घर माथि ल बारीको होइन तोरीको के को तोरीको अरे तोरीको साग अनि के चाहियो बारीको होइन लु पकाएर खाम अब इको दिन्छु हेर्ने म आवाज गर्छु कस्तो मजाले ठोकिन्छ हेर्नु त गाउँघरमा हेर्नु है त पर्खिन है सनम कसलाई बोकेर कसलाई घाँस लाउने ए नरुवा बोकेर भैँसीलाई घाँस लाउँदैछु नि मैले मम्मी देख्नु भयो है मजाले कस्तो दामी इको हुन्छ हेर अनि यहाँ त ऊ पनि चाहिँदैन यहाँबाट बोलेको ऊ त्यो पारी सुन्छ हौ सिला हालिदिउँ है त पहिला ल भैँसी खा ओ भैँसी खा भैँसी खा बाउ खा न हौ ल यसले त हान्छ जस्तो गर्छ त यो निखोज्ने भैँसी रहेछ ल खा ए मल ला बोका यो बोका हो कि के हो ल बाख्रा जस्तो ऊ त्यो बोका ऊ ए जिब्रो ऊ गर्दैछ बोका त्यही हो बोका ओ बोका नेवरको साइनो के अरे देब्रे र दाइनो भन्दै यहाँ ठ्याक्कै त्यही भइरहेछ ज्वाइँ बनेर आउनु भएको हाम्रो ज्वाइँ यहाँ भदै पर्नु भएछ ठ्याक्कै नेवरको साइनो देब्रे र दाइनो नै भइरहेछ अहिले सबै छक्क पर्दै हुनुहुन्छ यहाँ ओहो यही देखिरहेछ चरा चाहिँ के हो तर यो कोटेर हो किन यति धेरै त गोमदे मामाको खेत कालै भयो उहाँ हेर्नु त उहाँ अलि अघि यहाँ आएर बसेको खेतै कालो भयो कम्ती दामी चरा हुन्छ नि यो के रे मामा खेत चराको नाम के रे काराङकुरुङ हो यी चराहरू जहिले यस्तै हो रे यो होइन जहिले भन्दा नि आएको यो 15 दिन जस्तो भयो ए पहिला थिएन पहिला थिएन नि कहाँ यसरी थियो यहाँ चाहिँ राँगा काट्ने कार्यक्रम भइरहेछ होइन यहाँ के हुँदैछ पुने यहाँ बोल्दैन नि त के हुँदैछ पुने यहाँ को सलिन ए भाइ ऊ राँगा काटे होइन मामा घरको बसाइ पनि सिध्यो एकदमै मिठो मिठो यादहरू लिएर चाहिँ म फेरि फर्किएँ आफ्नो कर्मथलो काठमाडौँ सबैजनालाई धेरै धेरै धन्यवाद तपाईँहरूको मायाको लागि मनबाट नै धन्यवाद छ।